नमस्ते छ तपाईहरुलाई। यो टियुबाट जुन रिजल्टहरु आउँछ त्यसमा हामीले रिटोटलिङ कसरी गर्ने हैन? ब्याचलरका विद्यार्थी, मास्टर्सका विद्यार्थीले रिटोटलिङ चाहिँ कसरी गर्छन्? त्यसको लागि कसरी अप्लाई गर्नुपर्ने हुन्छ टियुमा हैन? त्यो चाहिँ अब यस भिडियोमा हामी के गर्नेछौँ हेर्नेछौँ। त्यसको लागि हामी के गर्छौँ सिम्पली के सर्छौँ टियु रिटोटलिङ सर्च गरिदिन्छौँ अनि स्टुडेन्ट पोर्टल सबभन्दा माथि हामीले खोलिएको छ है। सबभन्दा माथि के आउँछ हाम्रा स्टुडेन्ट पोर्टल हामीलाई यहाँ देखिन्छ ठीक छ। अब यहाँ स्टुडेन्ट पोर्टलमा हामी के गर्छौँ लगइन गर्छौँ। यहाँ आइसकेपछि यहाँ पोर्टलमा आइसकेपछि हामीले के गर्नुपर्छ युजर आइडी र पासवर्ड यहाँ के गर्नुपर्छ राख्नुपर्छ। यदि हामीले पहिला गरेका छैनौँ भने त्यसभन्दा पहिला हामीलाई के गर्नुपर्छ यहाँ के गर्नुपर्छ इफ यु हेभ अ रजिस्ट्रेसन नम्बर प्लिज साइन अप हियर। पहिला साइन अप गर्नुपर्छ हैन। यहाँ साइन अप गर्नुपर्छ। साइन अप गरिसकेपछि हामी के गर्छौँ साइन इन गर्छौँ। मतलब पहिला आइडी बनाउनुपर्छ। यहाँ इमेल एड्रेस राख्नुस्, पासवर्ड राख्नुस्, तपाईको पुरा नाम के हो, रजिस्ट्रेसन नम्बर के हो तपाईको र डेट अफ बर्थ तपाईको के हो, फादर्स नेम र तपाईको आफ्नो मोबाइल नम्बर राखेर यहाँ के गर्नु पहिला यो साइन अप गर्नु, रजिस्ट्रेसन गर्नु पहिला यो आइडी बनाउनु यहाँ के आइडी पासवर्ड हामी क्रिएट गर्छौँ नि त्यसरी हामी के गरौँ यहाँ आइडी पासवर्ड क्रिएट गरौँ। अनि आइडी पासवर्ड क्रिएट गरिसकेपछि यहाँ के गरौँ त्यही आइडी जुन हामी राख्छौँ आइडी जस्तै म यहाँ राख्छु क्रिएट गरेर हामी के गर्छौँ यहाँ लगइन गर्छौँ। ल यसरी हामी के गर्छौँ यहाँ आइडी पासवर्ड राख्छौँ। ल यसरी राखेर हामी के गर्छौँ यहाँ साइन इन गर्छौँ। ल यसरी साइन इन भयो। अब साइन इन भइसकेपछि हामी कहाँ जान्छौँ के गर्नु छ हामीले रिटोटलिङ गर्नु छ। यहाँ रिटोटलिङ छ यता हेर्नु त रिटोटलिङ छ। रिटोटलिङमा गएर यहाँ हामीलाई गर्नुपर्छ। अब यहाँ के गर्नु यहाँ सरसर्ती भर्नु पर्दैन यसले के यसरी हामी के गर्छौँ भर्छौँ तर यहाँ केही आउँदैन। हामीलाई गर्नु चाहिँ के पर्छ यहाँ माथि एड न्यू छ के छ एड न्यू हामी के गरौँ क्लिक गरौँ। भयो क्लिक। अब एड न्यूमा क्लिक गरिसकेपछि यहाँ प्रोग्राम के हो प्रोग्राम सिलेक्ट गर्नुहोस्। 4 वर्ष हामीले बीबीएस गरिरहेका छौँ। कुन वर्ष हामीले एक्जाम दिएका छौँ मानौ म यहाँ अप्लाई गर्छु थर्ड इयरको जुन रिसेन्टली थर्ड इयरको एक्जाम आएको छ त्यसको त्यो थर्ड इयर एक्जाम इयर हाम्रो कति हो त 81 हो के 81 हो। पार्ट कुन इयर हो थर्ड इयरको। एक्जाम टाइप कस्तो म रेगुलर विद्यार्थी थिएँ रेगुलरको लागि। रोल नम्बर कति छ त रोल नम्बर म के गर्छु यहाँ राख्छु अनि के गर्छु म यहाँ सर्च गर्छु गरे सर्च। अब यहाँ हेर्नु यो सब थोक यहाँ आइहाल्छ। जब हामीले जब साइन इन गर्छौँ साइन अप गर्छौँ त्यहाँ हाम्रो आइडी पासवर्ड बनाउँछौँ त्यहाँ एड गर्दा हाम्रो सब कुरा यतिबाट रोल नम्बरबाट हाम्रो के हुन्छ यहाँ भेरिफाई भइहाल्छ। अब हेरौँ त यहाँ 5वटा सब्जेक्ट आइहाल्यो। 5वटा सब्जेक्ट एउटा सब्जेक्टमा तपाईहरुलाई 500 रुपैयाँ लाग्छ। एउटा सब्जेक्टको रिटोटलिङको अप्लाई गर्दा कति लाग्छ तपाईहरुलाई 500 रुपैयाँ लाग्छ। अब दुईटा छ भने 1000। त्यस्तै तल हेर्नु त एउटा 14 आएको छ एउटा 24 आएको। यहाँ मैले के गरेँ त ट्याक्सेसन इन नेपालमा 24 आएको छ चान्स हुन सक्छ बढ्न सक्छ भनेर मैले के गरेँ एउटामा राखिदिएँ। अनि यहाँ के गर्छु म पैसा पे गर्छु 98 यहाँ 500 रुपैयाँ छ 500 रुपैयाँ म के गर्छु पे गर्छु नेपाल बैंक लिमिटेड सेभ। ल भयो। अब यहाँ के गर्नुपर्छ पैसामा के गर्नुपर्छ पे गर्नुपर्छ। यहाँ जुन क्यूआर कोड आएको छ नि त्यो क्यूआर कोडबाट हामी के गर्छौँ त पैसा हाम्रो मोबाइल ब्याङ्किङबाट पनि यो क्यूआर कोडलाई स्क्यान गरेर पैसा चाहिँ पे गर्न सक्छौँ। अब कनेक्ट आइपीएस जसको छ भने उहाँले चाहिँ उसले चाहिँ के गर्नुपर्छ भने कनेक्ट आइपीएसमा गएर गर्नुपर्छ। छैन भने त्यहाँ क्यूआर कोड स्क्यान गरेर पनि गर्न सकिन्छ। ओके।